हाम्रो चाहिँ ल्याङ ग्रुप हो यो ल्याङ ग्रुप डान्स गर्दैछ आज लास्ट हो घरको इन भएर चाहिँ आज हाम्रो ल्याङ ग्रुप चाहिँ डान्स गर्दैछ यहाँनिर हुनुहुन्छ हाम्रो सबै गाउँको यहाँ बुढिया खोपको हाम्रो यहाँ चेली हुनुहुन्छ एकजना हाम्रो चेलीले चाहिँ यहाँ भाती चाँडाहरू दिनु हुँदैछ है हाम्रो यहाँ हुनुहुन्छ जोजोले चाहिँ के ल्याउनु भएको जोजो जियो हो ए हजुर यसले चाहिँ के हुन्छ ए हजुर 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 अब किनभने बिचारा तपाईँले बेङ्गलको मान्छे कहाँबाट आयो मेरो घरमा नाच्यो अब बाटो मिलाइदिएको ल हजुर 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 धन्यवाद छ तपाईँलाई है त्यसमा हो हाम्रो चाहिँ यो चाहिँ ल्याङ ग्रुप हो कि ल्याङ ग्रुप एक कप चिया दिएर घर पठाउने हो मेरोबाट हजुर हजुर आज सित्तैमा आज फेरि सबलाई मिलाइदिएको सधैँ चाहिँ तपाईँले पैसा लिनुहुन्थ्यो कोही बेला पैसा लिन्छु कहिले त्यसै पनि दिन्छु नि ए होइन ल त्यति साह्रो त ल धन्यवाद छ तपाईँलाई यता हाम्रो नाना हुनुहुन्छ ऊ नानाले चाहिँ मार्तोले हिर्काउँछु भन्दै चाहिँ अब बेसी मार्थ्यो भने चाहिँ हजुर हाम्रो यहाँ जोजोको घर हो पुरानो घर छ यो घर चाहिँ अब चाहिँ किन्दा पनि पाउँदैन तपाईँहरूले यसको किमत चाहिँ बहुत छ यो घर चाहिँ अब तपाईँहरूले किन्नु पनि पाउँदैन यो चाहिँ अब हो घरहरू हेर्नुहोस् यो घर चाहिँ किन्नु पनि पाउँदैन तपाईँहरूले यसको किमत चाहिँ बहुत छ यो घरको किमत चाहिँ यो घरको किमत चाहिँ बहुत छ तपाईँहरूले किन्नु पनि सक्नुहुन्न पहिला यो चाहिँ 500 रुपियाँमा बनाएको घर अरे अब यो घर चाहिँ तपाईँहरूले किन्नु पनि सक्नुहुन्न 300 को घर हो ठिक 300 मा बनाएको अरे घर तपाईँहरूले यो चाहिँ अब किन्नु पनि सक्नुहुन्न तपाईँहरूले अब यसको किमत चाहिँ बहुत बढेको छ अहिले चाहिँ हेर्नुहोस् लाइक गर्नुहोस् यो चाहिँ मैले चाहिँ अब तपाईँहरूलाई चाहिँ यो चाहिँ किन देखाएको भन्दा चाहिँ पहिला चाहिँ यस्तो थियो हाम्रो पुर्खौलीको घरहरू